Yes guys, 10 each pani puri यहाँ छ, पानी यहाँ छ, अनि mommy daddy again doing challenge guys. Hello guys and welcome back to my channel. Hi. And आज फेरि हामी पानी पुरी च्यालेन्ज गर्न आको मम्मी ड्याडी सँग अनि आज पनि फेरि मम्मी ड्याडी पानी पुरी च्यालेन्ज गर्न लाउनु भएको छ अनि यो चाहिँ सबै मैले होममेड घरमै बनाएको पानी पुरी हो गाइस. स्क्रैच देखि नै बनाएको क्रिस्पी छ अनि मम्मी ड्याडी चाहिँ च्यालेन्ज गर्न लाग्नु भएको गाइस. त्यही हो होप हजुर अस्ति पनि मम्मी ड्याडीहरुले मोमो च्यालेन्ज गर्नुभएको थियो. हजुरहरुले हेर्नु भएको छैन भने चाहिँ प्लिज डु वाच इट मेरो च्यानलमा गएर. अनि त्यही हो. अनि मम्मी ड्याडी रेडी हैन त च्यालेन्ज गर्नको लागि? हो ड्याडी चाहिँ रेडी हैन? हो. ल मम्मी ड्याडी चाहिँ रेडी रे च्यालेन्ज गर्न गाइस. ओके रेडी हैन मम्मी? यही राख्नु न यतिकै. ल पानी पुरी छ अनि पानी छ एक एक बोल. ओके मम्मी ड्याडी रेडी 1 2 3 गो. खाने हो? ओके कसले छिटो खाने? छिटो पानी पनि डुबाउनु के? पानी पनि सिद्धाउनु पर्छ है आज चाहिँ. मिठो छ मम्मी बाबा? एकदम मिठो छ. है को छिटो को चाहिँ कोले जित्यो. पानी पनि सिद्धाउनु पर्छ है. यस गाइस मेरो पानी पुरी चाहिँ यहाँ छ. जितिरहेछ ड्याडी त आज नै हार्नु भयो फेरि. मम्मीको त 3टा छ ड्याडीको त 4टा छ. आलु खाएर फोका मात्र खाने छ. ड्याडीले कम्पिटिसन दिनुभयो है 2टा मात्र बाँकी भयो. मम्मीले छिटो छ. यस 2 जनाकोमै एक एकवटा मुखमा मात्र बाँकी छ. यस गाइस मम्मी ड्याडीको चाहिँ प्लेटमा सब खाली भइसक्यो. अब पानी मात्र बाँकी छ है. खाइसकेपछि गर्नु है कसले जित्छ ल. यस ड्याडीले पो जित्ने भयो क्या आज त. लाउनु ड्याडी टिस्यु. ड्याडीले त पानी पनि सिद्धाइसक्यो मम्मी. मुखमा छ सबै भ्याएपछि मात्र गर्नु सक्क. त्यसै भ्यायो तपाईँ निल्नु नाने गर्नु. फेरि मम्मी विनर भयो. ड्याडी चाहिँ हार्नु भयो फेरि गाइस. नेक टु नेक कम्पिटिसन थियो आज चाहिँ. जस्ट ड्याडी 0.0 सेकेन्डले मात्र हार्नु भयो होला. तर ड्याडीले नि निलेको भए जित्नुहुन्थ्यो होला. तर मम्मीले छिटो निल्नु भयो होइन त ड्याडी? 1 सेकेन्डले हो. त्यही त 1 सेकेन्डले मम्मीले जित्नु भयो. आज चाहिँ मम्मी चिटिक्क परेर आउनु भएको. पोते लगाएर यो मम्मीले आफै बुनेर लगाउनु भएको. अनि राम्री बन्न मन लागेको अरे त्यही भएर भिडियोमा पोते लगाएर आउनु भएको छ गाइस. मजा आयो मम्मी ड्याडी? मजा आयो ड्याडीलाई? एकदम मजा. मिठो भयो कि भएन? मिठो भयो. मिठो भयो. ल अनि मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनु भन्नु न त.
मेरो भिडियोलाई हैन के बुहारीको भिडियोलाई सब्स्क्राइब गरिदिनु भन्नु नानीको भिडियोलाई सब्स्क्राइब गरिदिनु अनि लाइक पनि गरिदिनु अनि मन पर्यो भने कमेन्ट पनि गरिदिनु अनि शेयर पनि गरिदिनुस् यस थम्स अप मम्मी ल ड्याडी मलाई सब्स्क्राइब गरिदिनुस् भन्नु खै भनेको सबैले यो फोटो हेरेर यो भिडियो हेरेर सबैले सब्स्क्राइब गरिदिनुस् है यस गाइस मेरो मम्मी ड्याडीले सब्स्क्राइब गरिदिनु भन्नुभएको छ होप तपाईहरुले पनि सब्स्क्राइब गरिदिनु हुन्छ होला गाइस त्यही हो थ्यांक यू फर वाचिङ आवर भिडियो हजुरहरुलाई मन पर्यो होला आजको भिडियो चाहिँ यति नै थियो गाइस सी यू अन आवर नेक्स्ट भिडियो बाइ